नेपाली चलचित्रमा जब हिरोले भिलेनलाई एकै मुक्कामा ढाक्छ, हलभरि ताली र सिटीको आवाज गुन्जिन्छ। निखिल उप्रेतीको 7औं तलाबाट गरेको जम्प होस् वा विराट भट्टको त्यो दमदार एक्सन, यस्ता दृश्यले नेपाली दर्शकलाई सधैँ रोमाञ्चित बनाएका छन्। तर के तपाईहरूले कहिले सोच्नु भएको छ, यी एक्सन दृश्यहरू कसले बनाउँछ? हिरोलाई पर्दामा शक्तिशाली देखाउन आफ्नो ज्यान नै जोखिममा राख्ने ती मानिसहरू को हुन्? हो, आज हामी कुरा गर्दैछौँ नेपाली चलचित्रका ती वास्तविक हिरोहरूको, जो पर्दामा देखिँदैनन् तर उनीहरू बिना नेपाली चलचित्रको एक्सन इतिहास नै अधुरो हुन्छ। आजको भिडियोमा हामी नेपाली द्वन्द निर्देशकका भीष्म पितामह गोपाल भुटानीदेखि 500 भन्दा बढी चलचित्रमा एक्सन निर्देशन गरेका राजेन्द्र खड्की, अनुभवी द्वन्द निर्देशक एनबी महर्जन, आधुनिक एक्सनलाई नयाँ उचाइमा पुर्याउने हिमाल केसी र नयाँ पुस्ताका अष्टमहर्जनसम्मको प्रेरणादायी यात्रा जानेछौँ। सबैभन्दा पहिला कुरा गरौँ नेपाली चलचित्रमा व्यवस्थित द्वन्द निर्देशनको सुरुवात गर्ने व्यक्तिबाट, गोपाल भुटानी। गोपाल भुटानीलाई नेपाली चलचित्रको द्वन्द निर्देशनका भीष्म पितामह भनेर सम्मान गरिन्छ। विक्रमसम्म 2027 देखि 2037 को दशकतिर जब नेपाली चलचित्रमा फाइट दृश्य निकै सामान्य थियो, उहाँले व्यवस्थित रूपमा द्वन्द निर्देशन गर्ने काम सुरु गर्नुभयो। त्यति बेला एक्सन दृश्यहरू खासै योजनाबद्ध हुँदैन थिए, तर गोपाल भुटानीले त्यसलाई नयाँ ढङ्गले प्रस्तुत गर्नुभयो। निर्देशक प्रकाश थापाको चलचित्र जीवन रेखा मार्फत उहाँले पहिलो पटक आधिकारिक रूपमा द्वन्द निर्देशनको जिम्मेवारी सम्हाल्नुभयो। धेरै चलचित्रकर्मीले यही फिल्मलाई नेपाली सिनेमामा व्यवस्थित एक्सन दृश्य प्रयोग गरिएको पहिलो नेपाली चलचित्रका रूपमा मान्ने गरिन्छ। तर गोपाल भुटानी केवल द्वन्द निर्देशक मात्र होइनन्, उहाँ एक कुशल अभिनेता र स्टन्ट कलाकार पनि हुनुहुन्थ्यो। जीवन रेखा, सन्तान, युगदेखि युगसम्म, परिवार, पहिलो प्रेम, कर्जा र आदि बेहोरी लगायत धेरै चलचित्रमा उहाँले अभिनय र स्टन्ट दुवै क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनुभयो। उहाँले कलाकारलाई सुरक्षित तर प्रभावकारी एक्सन कसरी गर्ने भन्ने सिकाउनु भयो। त्यही कारण धेरै कलाकार र प्राविधिकले उहाँलाई आफ्नो गुरु मान्ने गरेका छन्। तर उहाँको जीवनसँग जोडिएको एउटा दुःखद कथा पनि छ। नेपाललाई आफ्नो कर्मभूमि बनाएका गोपाल भुटानीको सबैभन्दा ठुलो इच्छा थियो नेपालको नागरिकता पाउनु। उहाँले जीवनभर नेपाली चलचित्रका लागि काम गर्नुभयो, धेरै कलाकारलाई प्रशिक्षण पनि दिनुभयो, नेपाली सिनेमाको एक्सनलाई नयाँ दिशा दिनुभयो। तर विडम्बना, यति ठुलो योगदान दिए पनि उहाँले जीवनभर नेपाली नागरिकता प्राप्त गर्नु सक्नु भएन। अन्तिम समयसम्म पनि उहाँको यो इच्छा पुरा हुन सकेन। आज पनि नेपाली चलचित्रका धेरै कलाकार र प्राविधिकहरूले उहाँलाई नेपाली एक्सनको आधारशिला राख्ने व्यक्तित्वको रूपमा सम्झने गर्छन्। गोपाल भुटानीले सुरु गरेको यही यात्रा उहाँका सबैभन्दा सफल शिष्य राजेन्द्र खड्कीले अझ अगाडि बढाउनु भयो। राजेन्द्र खड्कीले नेपाली चलचित्रको एक्सनलाई नयाँ उचाइमा कसरी पुर्याउनु भयो, यसको रोचक कथा अब जानौँ। गोपाल भुटानीले सुरु गर्नुभएको नेपाली चलचित्रको एक्सन यात्रालाई अझ अगाडि बढाउने महत्त्वपूर्ण नाम हो राजेन्द्र खड्की। उहाँ गोपाल भुटानीका सफल शिष्य मात्र होइन, नेपाली चलचित्रको एक्सन शैलीलाई नयाँ रूप दिने प्रमुख व्यक्तित्व मध्ये एक हुनुहुन्छ। आफ्ना गुरुबाट सिकेको सिपलाई अझ आधुनिक र दर्शक मैत्री बनाउँदै राजेन्द्र खड्कीले नेपाली चलचित्रमा फाइट र स्टन्टको स्तर नै परिवर्तन गर्नुभयो। उहाँले एक्सन दृश्यलाई केवल मुक्का र लडाइँमा सीमित नराखी त्यसलाई नयाँ शैली, गति र रोमाञ्चक थप्नुभयो। अग्निज्वाला, बाटुली, जीवन मित्र, किस्मत, देवर बाबु, चिनो, बारुद, हिम्मत, हिफाजत, रघुवीर, भाग्य विधाता र दुर्गा लगायत 100 चलचित्रमा उहाँको द्वन्द निर्देशन देख्न सकिन्छ। राजेन्द्र खड्कीले नेपाली चलचित्रमा 500 भन्दा बढी फिल्ममा एक्सन दृश्य गरिसक्नु भएको छ। यही कारण उहाँलाई नेपाली चलचित्रका सबैभन्दा अनुभवी र सफल द्वन्द निर्देशन मध्ये एक मानिन्छ। विशेष गरी नेपाली चलचित्रका महानायक राजेश हमालको एक्सन छवि निर्माणमा पनि उहाँको महत्त्वपूर्ण योगदान रहेको मानिन्छ। राजेन्द्र खड्कीको निर्देशनमा बनेका एक्सन दृश्यले नेपाली दर्शकलाई नयाँ किसिमको रोमाञ्च अनुभव गराए। उहाँले नेपाली चलचित्रको एक्सनलाई अझ ठुलो पर्दामा हेर्न लायक बनाउन महत्त्वपूर्ण भूमिका खेल्नुभयो। एनबी महर्जन, निरन्तर सक्रिय एक्सन निर्देशन। नेपाली चलचित्रको एक्सन यात्रामा अर्को महत्त्वपूर्ण नाम हो एनबी महर्जन। विक्रमसम्म 2044 सालदेखि निरन्तर चलचित्र क्षेत्रमा सक्रिय रहँदै आउनुभएका उहाँले द्वन्द निर्देशनसँगै चलचित्र निर्देशनमा पनि आफ्नो पहिचान बनाउनु भएको छ।
उहाँले एक्सन दृश्यलाई कथासँग जोडेर प्रस्तुत गर्ने शैली विकास गर्नुभयो। त्यसैले उहाँका कामहरूमा केवल फाइट मात्र होइन, कथाको आवश्यकता अनुसारको एक्सन देख्न सकिन्छ। निर्देशकका रूपमा उहाँले तोरी लाहुरे चलचित्र बनाउनुभयो भने द्वन्द्व निर्देशकका रूपमा धेरै चर्चित चलचित्रहरूमा काम गर्नुभएको छ। उहाँ काम गरेका प्रमुख चलचित्रहरूमा जिद्दी, नाता रगतको, दुश्मन, मायाको जाल, माझिदाई, युगदेखि युगसम्म, भुमरी, आमाको माया, नौ डाँडा पारी, अर्जुन, धड्कन र बन्दकी लगायतका चलचित्रहरू रहेका छन्। विशेष गरी हामी तीन भाइ र पापी मान्छे जस्ता चलचित्रका एक्सन दृश्यहरू दर्शकमा निकै लोकप्रिय भए। एनबी महर्जनले नेपाली चलचित्रको एक्सनलाई निरन्तरता दिँदै नयाँ पुस्ताका कलाकार र प्राविधिकलाई पनि मार्ग प्रशस्त गर्नुभएको छ। नेपाली चलचित्रको एक्सन यात्रा यहाँसम्म आइपुग्दा धेरै परिवर्तन भइसकेको छ। पहिलेका साधारण फाइट दृश्यहरू आजको आधुनिक स्टन र अन्तर्राष्ट्रिय शैलीको एक्सनसम्म आइपुग्न धेरै द्वन्द्व निर्देशकको मेहनत जोडिएको छ। अब हामी कुरा गर्नेछौँ आधुनिक नेपाली चलचित्रको एक्सनलाई नयाँ उचाइमा पुर्याउने अर्को महत्त्वपूर्ण नाम हिमाल केसीको। उहाँले नेपाली चलचित्रमा कसरी नयाँ शैलीको एक्सन भित्राउनु भयो त्यो अब हेरौँ। हिमाल केसी आधुनिक नेपाली एक्सनका नयाँ शिल्पी। नेपाली चलचित्रको एक्सन यात्रालाई आधुनिक शैलीमा अगाडि बढाउने प्रमुख नाममध्ये एक हो हिमाल केसी। विक्रमसम्म 2055 सालदेखि चलचित्र क्षेत्रमा सक्रिय रहँदै आउनुभएका हिमाल केसीले 2 दशकभन्दा बढी समयदेखि नेपाली चित्रमा स्टन, फाइट डिजाइन र एक्सन निर्देशनको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आउनुभएको छ। उहाँले केवल ठुलो लडाई र स्टन मात्र गर्नु, कथाले मागेको वास्तविक र प्रभावकारी एक्सन प्रस्तुत गर्ने शैली विकास गर्नुभयो। प्रेम कथा, सामाजिक विषय, ऐतिहासिक कथा र पूर्ण एक्सन चलचित्र, हरेक प्रकारका फिल्ममा फरक शैलीको एक्सन तयार गर्न सक्ने क्षमता उहाँको विशेषता हो। उहाँले नेपाली चलचित्रमा आधुनिक हात-हातको लडाई, वास्तविक देखिने फाइट दृश्य र नयाँ प्रविधिमा आधारित स्टनलाई लोकप्रिय बनाउन महत्त्वपूर्ण भूमिका खेल्नु भएको छ। प्रेम गीत 3 नेपाली चलचित्रको ठूलो स्तरको एक्सन चलचित्र मध्ये एक हो। यस चलचित्रमा हिमाल केसीले ऐतिहासिक परिवेश अनुसार तरबार युद्धका दृश्य र ठूलो स्तरका एक्सन दृश्य तयार गर्नुभएको थियो। चलचित्रको एक्सन डिजाइनले नेपाली चलचित्रले पनि ठूलो स्तरको एक्सन प्रस्तुत गर्न सक्छ भन्ने देखायो। हिमाल केसीको विशेषता केवल ठूलो एक्सन दृश्य मात्र सीमित छैन। नोभेम्बर रेन र प्रसाद जस्ता कथामुखी चलचित्रमा पनि उहाँले आवश्यकता अनुसार वास्तविक र प्रभावकारी फाइट दृश्य तयार गर्नुभयो। यी चलचित्रहरूमा एक्सनलाई देखाउनका लागि मात्र थिएन, कथालाई अगाडि बढाउने माध्यमका रूपमा प्रयोग गरिएको थियो। हिमाल केसीले पछिल्ला वर्षहरूमा पनि धेरै चर्चित चलचित्रहरूमा एक्सन निर्देशनमा काम गर्नुभएको छ। पिताम्बर, बलिदान, होस्टेल 3, गोर्खा वारियर, लप्पन छप्पन 2, ए मेरो हजुर 4, यात्रा, पिजडा ब्याग अगेन, भैरव र रेशम फिलिली लगायत धेरै चलचित्रमा उहाँको एक्सन दृश्य देख्न सकिन्छ। करिब 100 चलचित्रमा काम गरिसक्नु भएका हिमाल केसीले नेपाली एक्सनलाई अझ आधुनिक र अन्तर्राष्ट्रिय शैली नजिक पुर्याउन ठूलो भूमिका खेल्नु भएको छ। अष्टमर्जन नयाँ पुस्ताको एक्सन। नेपाली चलचित्रको नयाँ पुस्तामा अष्टमर्जन पनि एक्सन निर्देशनको क्षेत्रमा चर्चित नाम हो। उहाँले नेपाली चलचित्रमा आधुनिक फाइट शैली, हात-हातको लडाई, वास्तविक देखिने एक्सन र सिनेमाको भाषासँग मिल्ने स्टन डिजाइनमा काम गर्दै आउनुभएको छ। आजका दर्शकले खोज्ने तीव्र गति, नयाँ प्रविधि र अन्तर्राष्ट्रिय स्तरको एक्सन शैलीलाई नेपाली चलचित्रमा प्रस्तुत गर्ने उहाँको योगदान महत्त्वपूर्ण छ। अष्टमर्जन जस्ता नयाँ पुस्ताका निर्देशकहरूले नेपाली एक्सनलाई अझ फराकिलो बनाउँदै लगेका छन्। आज हामी 12 गाउँ जस्ता चलचित्रमा समीर भट्टको आकर्षण एक्सन हेरेर रमाइरहेका छौँ। तर पर्दामा देख्ने ती दमदार दृश्यको पछाडि धेरै वर्षको मेहनत, जोखिम र सृजनशीलता लुकेको हुन्छ। गोपाल भुटानले राखेको जगलाई राजेन्द्र खड्की, एनबी महर्जन, हिमाल केसी र अष्टमर्जन जस्ता द्वन्द्व निर्देशकले अझ बलियो बनाउनु भएको छ। पर्दामा हिरोले ताली पाउँछ, तर त्यो तालीका वास्तविक हकदार पर्दा पछाडिका यी असली हिरोहरू पनि हुन्। तपाईलाई सबैभन्दा मनपर्ने नेपाली द्वन्द्व निर्देशन को हुनुहुन्छ? कमेन्टमा आफ्नो विचार अवश्य लेख्नुहोला। यस्तै नेपाली चलचित्रका इतिहास, कलाकार र पर्दा पछाडिका रोचक कथाहरू हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। आजलाई यति नै साथीहरू, अर्को भिडियोमा रोचक प्रस्तुति लिएर आउने नै छु। तबसम्मको लागि म सुरेश गोरा बिदा हुन्छु। हस्त, जय देश जय नेपाली सिनेमा। साथीहरू सब्स्क्राइब गरेर त्यो बेल आइकन थिच्न नभुल्नुहोला है त।